बोलता घाट घाट में पंछी घाट घाट में पंछी बोलता घाट घाट में पंछी फेरि कसैसँग प्रेम भएन। भाग 2 धड्कन सुन्ने चाह। घाट में पंछी बोलता यो कथाभित्र भएका सबै कुराहरू काल्पनिक कुराहरू हुन्। यद्यपि कसैको जीवनसँग वास्तविक मेल खान गएमा संयोग मात्रै हुनेछ। यसलाई कथाको रूपमा हेरिदिनु होला। पंछी बोलता हामी छुट्टिने समय आइसकेको थियो। होटल गएर आफ्नो सामान लिएर बसपार जानुपर्ने। मैले भने, साइबा अब त छुट्टिने बेला भयो। मलाई त तिमीसँग अझै बस्न मन थियो। के गर्ने होला? साइबाले यसरी हेरिन् कि म आगोको छेउमा राखेको नौनी चाहिँ पग्लिएँ। ती नजरले मलाई यसरी बन्दी बनाए कि मानव एउटा विशाल अजिङ्गरले आफ्नो शिकारलाई आफूभित्र बन्दी बनाएको छ। उफ, बतुक्कै भएँ म। केटा मान्छे भएर पनि जिउ थुरथुर काप्न थाल्यो। प्यास लाग्यो। नजिकै रोडको छेउमा रहेको ठेला पसलबाट एक बोतल पानी किनेर पिउन बाध्य भएँ। मैले पानी पिएको देखेर साइबा त छक्क परिन्। साहेब, मैले नजर जुदाउँदा त हजुरको यो हालत छ। सोच्नुहोस् त, मैले हजुरलाई नजरमा कैद गरेँ भने के होला? ओहो, झन् मदोस भएँ। बेचैन छटपटी हुन लाग्यो। निकै सास लिएर साइबालाई हेरेँ। प्यासले लिप्त भएका ओठ, कामुकतामा भकिएका ती विषालु आँखा, ज्वालामुखीको रूपभन्दा कम थिएन त्यो जवानीको माग। पंछी बोलता घाट घाट में पंछी बोलता बोलता घाट घाट में मैले वर्षौँदेखि अदृश्य रूपमा प्रेम गरेकी स्त्री। मैले सोचेको भन्दा पनि फरक रूप, फरक हेराएँ अनि फोनमा बोलेको आवाजभन्दा पनि फरक मिठो शैलीमा बोल्ने मेरी सपनाकी रानी। रानी साइबालाई भेट्दा छुट्न मनै छैन। तर के गर्नु, ऊ अरू कसैकी हो अनि म अरू कसैको हो। हुन त मैले मात्र उसलाई यसरी प्रेम गरेको होइन। मैले उसलाई रोकुको लाइफबाट साया र अतीतको कथा सुनाएपछि उसले पनि मलाई प्रेम गर्न थालेकी हो। म यस्तै कुराहरू मनभरि खेलाउँदै टोलाइरहेको थिएँ। साइबाले भने, साइब के भयो, कता हराउनु भयो? अब साइबा अगाडि भएपछि कहाँ हराउँछु होला र? हो है, पानीपुरी खान जाउँ। मलाई ढिलो हुन्छ कि साइबा? साइबासँग भेटेपछि सजिलै उम्किन्छु भन्ने कसरी सोच्नुभयो? म झस्किएँ। होइन, के बोल्दैछ यो केटी? साहेब, हजुरले सपनाकी रानी भेट्नु भएको छ अनि साइबाले साहेब भेटेकी चाहिँ जाम न ल्याउँछ पानीपुरी खान। हामी बसपार्क नजिकै थियौँ। सायद मनमनै सोच बनाए सपनाकी रानी साइबालाई धेरै पछि मात्र भेट्ने मौका पाएको छु। साइबालाई पनि त जान दिन मन छैन। मैले साइबालाई भने, साइबा अब त जान नदिने भएपछि एउटा शर्तमा बस्छु। साइबाले भने, साहेब मर्जी होस्, हजुरको जो आदेश। जिस्काको होइन, किन जिस्काउनु? वर्षौँदेखि अधुरी रहे कि साइबा, आज साहेब पाएर खुसीले मातिँदैछ अनि भने कि ए हो है। अनि साहेब शर्त चाहिँ के हो नि? मैले साइबाको हात समाउँदै हिँड्न पाउनुपर्छ, पूर्ण रूपमा आफ्नै प्रेमिका जस्तै। त्यो पनि सोधिराख्नुपर्छ त। त्यो त मैले अनुमति नदिए पनि हजुरले आँट गर्ने कुरा हो। अपराह्नको 4 बजेको थियो सायद। मैले सोधेँ, साइबा कहाँ पाइन्छ त पानीपुरी? धेरै थोरै टाढा छ, नारायणीको किनार। हामीले अटो बोलायौँ र लाग्यौँ नारायणी किनारतर्फ। नारायणी किनारमा देख्न लायकको दृश्य थियो। चटपटे, पानीपुरी, चाट लगायतका थुप्रा ठेलाहरू थिए। त्यहाँ सयौँको सङ्ख्यामा प्रेमी जोडीहरू पनि देखिन्थे। म पनि थिएँ, मेरी सपनाकी रानी।
रानी साइबासँग। साइबाले सोधिन्, साइब के खाने हजुर? म त चटपटी खाने। अनि साइबा, म त पानीपुरी खान्छु। हस् खाऊ न त। दिदी एउटा पानीपुरी र चटपटी दिनुहोस् न। हस् भाइ बस्नुहोस्। मैले भने, दिदी अलि पिरो कम राखिदिनुहोस् है। साइबाले भने, मिठो राखिदिनुहोस् पिरो। पिरो बिना पनि कहीँ चटपटी मिठो हुन्छ त। साइबाले पहिलो पानीपुरीको डल्लो मलाई खान भने, नाइ नखाने, लिनुहोस् न, नखाने। साइबाले आफ्नै हातले खुवाउनु खोजेपछि मैले टिपेर खाएँ पानीपुरीको पहिलो डल्लो। चटपटी पनि तयार भयो, लिनुहोस् भाइ। निकै मिठो थियो चटपटी पनि, तर अलि पिरो लाग्यो मलाई। साइबालाई भने ठिक्क भएछ। ओहो पानी दिनुहोस् त दिदी, पिरो लाग्यो मलाई। यति पिरो पनि खान सक्नु भएन भाइ? होइन दिदी, उहाँ आज मात्रै बाहिरबाट आउनुभएको, कहिले नखाएको भएर पिरो लागेको होला। चटपटी निकै मिठो, तर अलि बढी नै पिरो लाग्यो। म भने, दिदी चकलेट छ? मलाई त निकै पिरो भयो। होस् चकलेट त छैन, फर्किनुहोस् भाइ, म पल्लो पसलबाट ल्याइदिन्छु। साइबाले हाँस्दै भने, दिदी ललिपप चकलेट ल्याइदिनुहोस् है 5-6वटा जति। दिदीले चकलेट ल्याएपछि साइबाले चकलेट खोलेर दिनु। सुरुमै कराम कुरुम चपाएर आधी बोतल पानी पिएँ। अलि कम भयो। उफ बाँचियो साइबा, कस्तो पिरो। मलाई त पिरो त मलाई पनि भयो साइब, नभने कि मात्र। साइबाले मुस्काउँदै भनिन्। चटपटीको पिरोको सोसाटलाई ललिपपको गुलियो रसले बिट मार्दै हामी नारायणीकै किनारा अलि माथितिर हिँड्यौँ। त्यहाँ ठुलो ढुङ्गा रहेछ नारायणीकै किनारमा। हामी त्यो ढुङ्गामा गयौँ। साइबाले आफ्नो घाँटीमा बाँधेको सल कम्मरमा कस्दै सेतो रङको पलाजो अलि माथि तिग्रासम्म मिलाइन् र त्यो ठुलो ढुङ्गाको एक छेउमा बसिन् र खुट्टाले पानी खेलाउन थालिन्। मैले एकहोरो हेरिरहेँ साइबालाई। त्यति बेला मेरो यो साहित्य मन भकिन थाल्यो। त्यही माथि अस्ताउँदै गरेको सूर्यको चमक। यो चमकलाई हेर्छु अनि साइबालाई हेर्छु। नीलो रङको कुर्ता, सेतो पलाजो अनि सेतो सल, जापानिज ब्रान्डको स्यान्डल, कुनै झरनाबाट झरेको पानीको सिराभन्दा कम छैन। रानी साइबाको हावाको लहरसँगै उठ्ने बादलु केस। हेलो सरजी, आउनुहोस् न। हजुर पनि यसरी नै बस्नुहोस् न, यसरी नै पानी खेलाउनुहोस् न। हेर्नुहोस् त कतिजना जोडीहरू यसरी नै बसेको छन्। ओहो हुँदा हुँदा राम्रो मान्छेबाट साहेबबाट सरजीसम्म पनि भएँ। मैले झस्किँदै भने, तिनीहरू त प्रेमिल माया गर्ने जोडीहरू हुन्, हामी होइन नि त। फेरि यो जुत्ता खोल्न पनि निकै झ्याउ लाग्छ र लगाउन पनि निकै झ्याउ लाग्छ। सरजी के हामी तिनी जोडीहरूभन्दा कम छौँ र? सँगै घुमेको छौँ, एउटै प्लेटमा चटपटी खाएको छौँ, एउटैमा पानीपुरी खाएको छौँ। अब करिबभन्दा करिब हामी टाँसिँदै पनि हिँडेको छौँ। ल भन्नुहोस् त सरजी, के हामी तिनी जोडीहरूभन्दा कम देखिएका छौँ त? कुरो त ठिकै गरी केटीले। मैले मनमनै विचार गरेँ, हो है साइबा, म उसको जस्तै त गरेर बसिनँ, तर उसको 2-4वटा फोटो खिचिदिएँ। फोटो हेर्दै साइबाले भने, सरजी हजुर त क्यामेराम्यान हो कि क्या हो? सूर्यको किरण ढल्किँदैछ। गोधुली साँझको उदय हुँदैछ। कल कल निश्चल रूपमा बगेको नारायणीको सोसाट छ। सयौं प्रेमिल माया गर्ने जोडीहरू छन्। यी जोडीहरूको भिडमा एक म पनि छु। मेरी सपनाकी रानी साहिबासँग। म साहिबालाई भन्छु, साहिबा अब जाने कि? साँझ पनि पर्नै लाग्यो। ओहो सरजी, अब झन् रमाइलो हुन्छ। हामी 7 बजे मात्र यहाँबाट निस्किन्छौँ, बुझ्नुभयो? अब त्यहाँ हेर्नु त बुद्धको मूर्ति। हामी त्यहाँसम्म पनि जाने, दर्शन गरेर फर्किने। हस् हुन्छ। हामी अलि माथितिर लाग्यौँ बुद्धको मूर्ति भएको ठाउँमा। मैले मनमनै पनि भने, बुद्धम शरणम गच्छामि। हामी बुद्धको मूर्ति भएको ठाउँसम्म पुग्यौँ।
त्यहाँ दर्शन गऱ्यौँ, वरिपरि घुम्यौँ। साइबाले सोधिन्, सरजी के माग्नुभयो त बुद्धको दर्शन गरेर? अब के माग्नु र साइबा? हो सपनाकी रानी रानी साइबासँग छु, योभन्दा के चाहियो र अरू मलाई? अनि साइबा तिमीले के माग्यौ त? समय आओस् न भन्छु एक दिन। होइन भन्नै नहुने कि नचाहे कि भन्नलाई, मेरो मागमै हजुर हुन्छ, अरू केही पनि चाहियो कि? ओहो लौ न, एकपछि अर्को खुसी थपिन लागे। हामी बुद्धको मूर्तिको छेउमा उभिएर नारायणीतिर हेऱ्यौँ। आहा, आफ्नै स्वतन्त्रतामा निश्चल कलकल बगेको नारायणी, अनि नारायणीको माथि हजारौँ सपना र गन्तव्य वार पार गर्न बनाइएको पुल। अस्ताउँदै गरेको सूर्यको किरण सँगै माथि पुलमा हेर्दा त एउटा ठुलो भित्तामा टाँसिएको कुनै चित्रभन्दा कम थिएन, हातले बनाइएको जस्तै। अनि गाडीहरू त झन् चरा जस्तै उडेको देखिन्थे। सरजी लागौँ अब? हस् हुन्छ, अटोमा जाऊँ है साइबा, मेरो त खुट्टा दुख्न थाल्यो। माथिसम्म त जाउँ न, अटो पाउने ठाउँसम्म। हामी माथि आयौँ। एउटा ठेलामा आइसक्रिम बेच्दै गरेकी एक युवती थिइन्। साइबालाई सोधे, साइबा आइसक्रिम खाने कि? हुन्छ खाऊँ न सरजी। म आइसक्रिम लिन अगाडि बढेँ। साइबाले हजुरले होइन नि म ल्याउँछु भनेर अगाडि छन्। किन मैले लिनु हुँदैन र साइबा? नाइ हुँदैन, त्यो केटी मभन्दा राम्रै छ सरजी। ओहो कुरा त्यसो पो। हामी दुईजनाले एउटा एउटा आइसक्रिम हातमा लिँदै थियौँ। फेरि ती युवतीले मतिर हेर्ने बित्तिकै साइबाले मेरो हात समातेर तानिन्। बस्नु हुँदैन यस्तो ठाउँमा, हिँड्नु सरजी। उफ भगवान्, होइन के हुँदैछ यो? साइबा पूर्ण रूपमा मेरी प्रेमिका होइनन्, फेरि पनि यो सब किन गर्दैछ? सबैजना हामीतिर हेर्न लागे। साइबा छोड न हात, हिँड्छु त म। हेर्दैन के त्यो केटीलाई? नाइ हुँदैन, किन हेरेकी योले? खुरुखुरु आफ्नो काम गर्नु नि। हे भगवान्, यो केटीहरूको जात पनि अनौठो हुन्छ भने हेर्दैमा के हुँदो त? मसँगै त आँखी छैन त, मेरो हातसम्म आँखी त छैन त। आइसक्रिम खाँदै साइबाले अगाडि रहेको एउटा ठुलो होटल देखाएँ। होटल होलिडे होम। रातो बोर्डमा सेतो अक्षरले लेखिएको थियो, होटल होलिडे होम। साइबा यति आउनुपर्छ कि क्या हो? हुन्छ नि सरजी, यतातिर अलि राम्रो पनि छ। फेरि बिहानै उठ्ने बित्तिकै नारायणी नदीको भ्यू पनि देखिने। हो त है, अब लगेज लिएर आउनु पर्ला जस्तो छ। त्यसो भए होइन, पहिला यहाँ गएर कुरा त गरौँ। हो नि है, जा मिडा। हामी होटल होलिडे होमको गेटतिर प्रस्थान गऱ्यौँ। हामी भित्र गयौँ। काउन्टरमा साइबाले सोधिन्, सर यहाँ कोठा खाली छ? छ म्याम। कस्तो खालको कोठा चाहियो? एउटा रुम तर 2टा बेड भएको। काउन्टरमा बसेको मान्छेले हाँस्दै भन्यो, छ म्याम। तर हजुरहरू को पर्नुभयो? मैले भने, हामी श्रीमान श्रीमती हो। 2टा बेड भन्नुभयो अनि सोधेको। मैले फेरि भने, होइन सामान धेरै छ अनि भनेको सर। सामान कहाँ छ? बसपार छ, साथीको पसलमा। साइबाले भने, हुन्छ जाम आउनुहोस् कोठा हेर्न। हामी तेस्रो तलामा गयौँ। रुम नम्बर 302। कोठा खोल्यो। कोठाभित्र गयौँ। कोठा पनि निकै गजबको थियो, सफा चिटिक्क। एट्याच बाथरुम भएको, एसी फ्यान दुवै थियो। सर यो हेर्नुहोस् त, यता डबल बेड छ अनि यो चाहिँ सिङ्गल बेड। यहाँबाट नारायणी नदीको सुसाट र सुन्दर भ्यू लिन सक्नुहुन्छ। हुन्छ सर, हामी सामान लिएर आउँछौँ। सर गाडी चाहिन्छ कि भन्दै थियो। हामीले नाइ भनेर हामी मेरो लगेज लिन निस्क्यौँ। अघिल्लो दिन बसेको होटलमा। हामी अटोमा गयौँ। नजिकै पुगेपछि साइबाले, म जाँदिनँ त्यो होटलमा, हजुर गएर आउनुहोस् है, मैले चिनेको मान्छेको होटल हो भनिन्। र अलि यतै झरिन्। म एक्लै गएँ। अटो लिएर होटल गएँ र सामान लिएर झरेँ अनि हिँडेँ। साइबाले भनिन्, कत्रो सामान हो? एकैचोटि सुर्खेत पठाइदिएको भए पनि हुने नि, कोही आफन्तकोमा। हुन त हुने नि, फेरि आफू कहाँ हरायो सामान मात्रै पठायो भनेर खोज्लान् भनेर नि। हो र, ठिकै छ त। हामी होटल होलिडे होम पुग्यौँ। काउन्टरमा भएको मान्छेले वेटरलाई बोलायो। साइला यहाँ हो त, सरको सामान माथि तेस्रो तलाको रुम नम्बर 302 मा लगिदेऊ भन्यो। हस् सर भनेर वेटरले सामान लगिदियो। वेटरले भन्यो, सर केही ड्रिङ्क लिनुहुन्छ कि? नाइ भाइ पर्दैन। भयो, केही पर्दैन। केही पर्यो भने म फोन गर्छु रिसेप्सनमा। यो ल्याऊ भनेर वेटरलाई 200 रुपियाँ दिएँ। खुसी हुँदै गयो वेटर।
वेटर बाहिर निस्कियो। मैले भने, साइबा ढोका बन्द गर, म हजुरकी श्रीमती हो र, कति न हामी श्रीमान श्रीमती हौँ अरे। अनि के भन्नु त साइबा, प्रेमी प्रेमिका हुँ पनि भन्नु भएन, के गर्नु त। हो है, हजुर फ्रेस हुन जानुहोस् सरजी, अनि म जान्छु। मैले आफ्नो आफ्नो ह्यान्ड लगेज खोलेँ, साबुन लगायतको सामान निकाल्नलाई, वासरुम जानलाई तयार भएँ। साइबाले भने, सरजी एउटा अनुमति माग्छु, दिनुहुन्छ? हुन्छ भन न साइबा, के अनुमति चाहियो? मलाई हजुरको ट्याब दिएर जानुहोस् न, हजुर फेरि हुँदासम्म हजुरका लेखहरू पढ्छन्। ओहो, निकै गाह्रो पो भयो त। नदिउँ भने साइबाले अप्ठ्यारो मान्दै भनिदियो। दिउँ, मेरी उनका यादहरूले भरिएका अमूल्य शब्दहरू छन्, केही फोटोहरू पनि छन्। मैले भने, साइबा हुन्छ दिन्छु, तर एउटा बाचा गर अनि मात्र। ओहो सरजी, हस् हजुरको जो आदेश। साइबा, यो ट्याबमा भएको डायरी बाहेक अरू केही पनि हेर्दैन भनेर कसम खाऊ। त्यत्रो डर? हस् सरजी, मन्जुर छ, हजुरले नै डायरी खोलेर दिनुहोस्। म वासरुमभित्र छिरेँ। म आउँदासम्म साइबाले मेरा केही लेख पढिछन्, त्यो मध्ये सबैभन्दा धेरै मन परेछ के तिमी फर्केर आउन मिल्दैन र भन्ने मेरो मनोभाव। म आएँ, साइबा वासरुमभित्र छिन्, कपडा लगाएँ अनि मलाई सबैभन्दा मनपर्ने डोपको अत्तर लगाएँ। डोपकै क्रिम, पुरै कोठा अत्तरको बास्नाले सुगन्धित बन्यो। छोटो कपालमा जेल लगाएर ठाडो जुरेली कटमा बाल कोरेँ अनि साइबाले घोप्टो खालीको ट्याप समातेर लक खोलेँ। मैले 2-4वटा श्रृङ्गारी गजल पनि लेखेको थिएँ, उनी त्यही मध्येको गुँडा रहेछ तेरिका तुम जस्तै लाग्यो भन्ने गजल हेर्दै रहेछन्। मनमा विचार गरेँ, ला यस्तो मान्छेले पनि के लेखेको होला भनेर सोचिन् कि। साइबा बाहिर निस्किन्। म त एकछिन हेरै भएँ। त्यही निलो कुर्ता, सेतो पलाजु, मृगनयनी आँखा, पिपलपाते ओठ अनि बादलु केसबाट तप्प पानी चुहाउँदै मधोस भए म। मेरो धड्कन बढ्न थाल्यो, ढुकढुक ढुकढुक। साइबाले भनिन्, सरजी होइन, क्या हो कोठा त निकै पुरै बास्नेमय भएको छ त, के गरेको, के अगरबत्ती जलाएको हो र? होइन, अत्तर लगाएको साइबा, डोपको अत्तर। आहा, निकै बास्ना भइ बनेको छ त। मलाई साह्रै मनपर्ने अत्तर हो यो, म जहिले पनि यही लगाउँछु। खोइ टावेल दिएछ न सरजी, कपालमा बेर्नु पर्यो। ओहो, अब त नसक्नु नै भयो। झन् मिठो बोल्दै साइबाले आफूतिर आकर्षण गर्न थालिन्। कसैसँग प्रेम नहुने रोग मुटुमा गढिएको छ। अर्कोतिर साइबाले एकपछि अर्को समय मन जित्न थालिन्। टावेल कपालमा बेरेर झ्याल खोलिन्। साँझ पख चञ्चल बगेको नारायणीको सुसाड सँगै मन्द सिरेटोको आगमन भयो कोठामा। सरजी एकछिन हस्, कपाल सुक्ने बेलासम्म मात्रै, हावाले अलि छिटो सुक्छ क्या कपाल। सुकाउन त नभए एकछिन बाल्कोनीमा बस। हो नि है, म बाल्कोनीमा बस्छु, हजुर झ्यालमा उभिसियोस् न है। सरजी किन, एक्लै डर लागेर साइबा? होइन, सरजीसँगै भएर झ्यालबाट यो सुन्दर भ्यूको आनन्द लिउँ भनेको नि। झ्यालको सानो बाल्कनीमा साइबा बसिन् अनि म झ्यालको ढोकामा आड लागेर उभिएँ। सरजी निकै आनन्द आउने ठाउँ छ है, हेर्छस् न। अनि हामी गएको ठाउँमा झन् कति धेरै माया गर्ने जोडीहरू हो त है साइबा। मैले पुलचोकमा रहेको दुर्गा मन्दिरतिर हेर्दै भने, हे दुर्गा माता, यी सबै माया गर्ने जोडीहरूलाई सफल बनाइदेऊ है। झन्डै आधा घन्टा जति हामी यसरी नै बस्यौँ। सरजी जामभित्र चिसो भयो। हामी भित्र गयौँ। झोलाबाट मैले साइबालाई भनेर लगेको चक्लेट मेकअप बक्स निकालेँ। साइबा तिम्रो लागि कसैले। थ्याङ्क्स सरजी। सुरुमै चक्लेट निकालिन् र सरजी लानुहोस्, हजुर पनि खानुहोस् भने। नाइ साइबा नखाने, आफूले ल्याइदिएको चक्लेट पनि आफू कसरी खानु सरजी? हजुर नखाने भए म पनि नखाने। ओह, यो केटीको जात पनि निकै जिद्दी गर्ने। हस् देऊ, एउटा खायौँ हामीले। अनि साइबा त्यो बक्स हेर त, हेर न, किन भन्छौ न, हेर न। अनि अनबक्स गरिन्। अचम्म मान्दै भनिन्, सरजी धेरै धेरै धन्यवाद, अरू त के भन्नु। निकै खुसी भइन् साइबा।
साइबा म एकछिन साथीहरूसँग जोडिन्छु है, नजोडिएको पनि 3-4 दिन भइसक्यो। कहाँ हरायो भनेको होला नि। हस् हुन्छ नि सरजी, वाइफाई फ्री छ, जे गर्न मन छ गर्छु न। हस् म एकछिन ग्रुपमा कल गर्छु। मलाई छ नभन्छ है फेरि। धत त्यस्तो कुरा पनि कसैले भन्छ त। प्रिय मन ग्रुपमा मैले कल गरेँ, सुरुमै जोडिनु भयो रोकुजी। ओहो रूपमानजी यतिकै हराउनु भयो त, कता हुनुहुन्छ? म यति बेला पुलचोक नारायणगढमा चितवनमा छु म्याम। हो र, के छ त अरू खबर? एकदम ठिक छ म्याम। खोइ त कोही जोडिनु भएन त, व्यस्त हुनुहुन्छ होला नभन्दै मैसाब जोडिनु भयो र सुरुमै भन्नुभयो। ओहो रूपमान कहाँ पुग्यो? धेरै दिनपछि जोडियो त। हो नि मैसाब, के गर्नु, नेटको समस्याले जोडि नै पाइन। फेरि छिल्लिँदै मैसाबले भन्नुभयो, रूपमान साइबासँग डेटिङ गयौ त? रुकु म्यामले भन्नुभयो। छ्या दिदी पनि के सोध्या, यत्तिकैमा जोडिनु भयो प्रिय मन। ओहो प्रभु नमन हजुर, प्रभु नमन, ज्यान यति बेला पुलचोक नारायणगढ चितवनमा छ। अनि के छ हजुरको खबर? ठिक छ यार रूपमान सर। सधैँ हामी जस्तो 4 जना हाँसो मजाकमा बोल्यौँ, सायद साइबालाई